कुनै बेला आइरन गेट भनेर चिनिने एसएलसी सरहको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई यो वर्ष नहुने भएको छ। कोभिड-19 महामारीका कारण सरकारले एसईई परीक्षा नलिने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए। शिक्षा मन्त्री पोखरेलले पेश गरेको प्रस्ताव जेठ 28 गते बसेको मन्त्री परिषद बैठकले पारित गर्ने निर्णय गरेको हो। लामो समयसम्म विद्यार्थी र अभिभावकलाई अन्योलमा राख्न नहुने भएकाले यो वर्षको परीक्षा खारेज गरिएको मन्त्री पोखरेलले जानकारी दिए। उनका अनुसार देशभरि शिक्षण संस्था बन्द रहेका, विद्यालय भवनहरू क्वारेन्टिन बनेका र कोरोना भाइरसको जोखिम कायम रहेकाले परीक्षा सञ्चालन गर्न नसकिएको हो। अब सम्बन्धित स्कुलहरूले नै आन्तरिक मूल्याङ्कनको आधारमा विद्यार्थीको ग्रेड निर्धारण गर्न पाउने भएका छन्। त्यही आन्तरिक मूल्याङ्कनको आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र दिनेछ। त्यो प्रमाणको आधारमा कक्षा 11मा पढ्न पाइनेछ। 2076 साल चैत 6 गतेका लागि निर्धारित एसईई परीक्षा चैत 5 गते बेलुकी स्थगित भएको थियो। सरकारले एसईई स्थगनको निर्णय गर्दा नेपालमा एकजना पनि कोरोना सङ्क्रमित थिएनन्। देशभरि 4,82,219 विद्यार्थी परीक्षाका लागि तयारी अवस्थामा बसेका थिए। यो वर्षको एसईई खारेज गर्ने सरकारको निर्णयबारे शिक्षाविदहरूको दुई थरी धारणा छ। एक थरी शिक्षाविदहरू एसईई खारेज हुनुलाई एकदमै सही निर्णय हो भन्छन्। अर्का थरीले भने भौतिक दूरी कायम गरेर परीक्षा सञ्चालन गर्नुपर्ने बताउँदै आएका थिए। सरकारको यो निर्णय तपाईलाई कस्तो लाग्यो? कमेन्ट बक्समा आफ्नो धारणा राख्नुहोला।